हेलो नमस्ते सेवा र सबैजनालाई भन्दै आजको दिन पनि स्टार्ट भइसकेको छ र आजको दिनमा हजुरहरूलाई मैले लिएर आएको छु तिमिती है। अन्तखेरि चाहिँ यहाँ आउनु चाहिँ बहुत ज्यादा मन थियो मेरो र त्यस्तै टाइम पनि मिलेको थिएन र आज चाहिँ बाहिर हामी सल्लाह मिलेर गयौँ है त। आप्पाहरू पनि आउनुहुँदैछ हो, त्यसले गर्दाखेरि चाहिँ हामी चाहिँ माथि पुगेर हजुरहरूलाई देखाउनेवाला छु। यहाँ गएको त यति ज्यादा मान्छे भिड, पुरा ज्यादा मान्छेहरू आएको रहेछ, गाडीहरू देख्न सक्नुहुन्छ है। हामी चाहिँ आइपुग्यो, पापाहरू पनि यही हुनुहुँदो रहेछ, पर्खिरहनु भएको छ बिचरा अघि आएर। यति ज्यादा मान्छेको लास्ट आज है, हेलमेटले सबै मेरो केस मात्रै बिगाऱ्यो। चलो थाक्यो, भोक लाग्यो, जाउँ ल निस्किनु। भोक लाग्यो आपा, भोक लाग्यो? के खायो तपाईँहरूले? ए टिकट चाहिँ आते मेखक तुर मेकपा जाउँ ल। टिकट नकाटी जानु पाउँदैन। हामी चाहिँ आइपुग्यौँ है त। अब हजुरहरूलाई नजानु नि तपाईँ, हिँड्नु न। अल्छे भएछ आपा, हिँड्नु हिँड्नु नि त्यहाँ। म त सर्ट आइसक्यो कि चिया खान्छौ? जाउँ न छिटो। आपा अल्छे भएछ है, खाने अल्छी लागेर बसेको पो त यहाँ आइ। अन्त के त हिँड्ने पुराइस नि 3 घन्टा बाद पुराइस, 3 घन्टा बाद पुराइस। हेर्नुहोस् होला है त, नजाराहरू फुल चाहिँ फुलिसकेको रहेछ। अब हेर्नु सक्नुहुन्छ है, पत्ताहरू निस्किसकेको छ। अहिले चाहिँ त्यस्तो उयो छैन। अब जस्ट तपाईँहरूले टी गार्डन हेर्नु आउनु, मतलब टी गार्डन हेर्नुको लागि चाहिँ आउनु सक्नुहुन्छ हजुरहरू। हेलो, हामी आइपुग्यौँ। होइन टिकट काट्नु न, टिकट काट्नु। तपाईँको लागि मात्रै, तपाईँको मात्रै हाम्रो छ। ल कस्तो फिल भइरहेछ तपाईँलाई? यहाँ हाम्रो आमा चाहिँ भ्लगिङ गर्नु भएको अरे, मेरो श्रीमान गर्दै। आपा चाहिँ सेल्फी दिन पनि आज त अघि त टन्न घाम लागेको थियो, अहिले त पिरोले सबै ढाक्यो। जानु यहाँ भित्र, ए भित्र बस्नु। यहाँ हिरो र हिरोइनको फोटो खिच्नु आँटेको है अब चाहिँ। हजुर यहाँबाट चाहिँ म हजुरहरूलाई माथि गएर भ्युज देखाउनेवाला छु। जाउँ न आपा। दिदी चाहिँ यहाँ क्यामेरावाला भइरहेछ, साथीको खिचिदिनु हुँदैछ एकजना।
होला किन भाइ म आप्पा आमा आप्पा र आमा पनि आउनु भएको थियो नि त त्यसले गर्दाखेरि चाहिँ मन पर्यो तपाईँको छ ज्याकेट सबैको छ ड्रेस सेम सेम बट डिफरेंट एकदम सुंदर सुंदर है सुंदर लग रहा है और क्या क्या लग रहा है जाडो हुन्छ नि हाँ? एकदम सुंदर और हाँ हाँ माँ? और क्या क्या लग रहा है हाँ माँ टूर आइकन आमा को इंडियन टूर आई कितना मजा लगता है और क्या क्या लगता है आपको भूख नहीं लग रहा है आपको नहीं लग रहा है क्यों क्या खाया खाना खा लो यहाँ खा लीजिए हाँ खाना में क्या थोड़ा खाया थोड़ा लीजिए खाना हाँ थोड़ा थोड़ा लिगिया थोड़ा थोड़ा लिगिया हामी चाहिँ लाफिङ खानु आँटेको पुरा यो भिड रहेछ लाफिङको दोकानमा पनि सो हामी चाहिँ लाफिङ खानुको लागि रेडी भइसक्यो अन्त लाफिङ पनि दिइसक्यो हो त्यहाँबाट चाहिँ आमाले चाहिँ पिरो रहेछ भन्दै भन्नुहुँदै थियो सो लाफिङ चाहिँ अल टाइम फेभरेट हामी चाहिँ यहाँबाट लाग्यौँ है त आप्पा र आमा चाहिँ राबङला घुम्ने अरे बुद्ध पार्क त्यसले गर्दाखेरि चाहिँ अब छिटो छिटो जानुपर्ने हुन्छ नि त बाटो के कस्तो हुन्छ राति फेरि राति पुग्छ हो टाढो हो त्यसले गर्दाखेरि चाहिँ हामी चाहिँ लाग्यौँ है त बुद्ध पार्कतिर बुद्ध पार्क घुम्ने भनेर आमा र आप्पा बुद्ध पार्कले पुऱ्याइसकेको छ हामी बिहानदेखि भोकै हुनुको कारण ड्राइभर भोकै जाउँ माम खाएर मात्रै भित्र पस्ने अरे हो भोकले मऱ्यो अरे हुनु पनि कति बजिसक्यो हामी चाहिँ यहाँभित्र पसिसकेर निस्केर पनि अब चाहिँ लागेको हो यहाँ त अस्तिको भिडियो थियो होला चाहिँ मैले क्लिपै हालेन किनभने पहिला कति देखाउनु हजुरहरूलाई एउटै भनेर चाहिँ तपाईँहरूलाई मसी लाग्छ भनेर सक्नु आँटेको छ अब हप्ता दिनमा घर आइपुगे हामी चाहिँ